अलि मासु हाल लोकल हो एकदम प्योर लोकल साग छ त्यो सुँगुर मासु नि हाल न सुँगुर मासु काटेको छ अरे नमस्ते फेरि पनि वेलकम छ मेरो युट्युब च्यानल बाले गुरुङमा है त आज चाहिँ हामी यो पार्कमा छौँ छुट्टी मनाउन लागि पार्कमा छौँ आज होइन रमाइलो गर्दैछौँ अब हेरौँ कस्तो खालको रमाइलो हुन्छ है त ब्युटिफुल ग्रहहरूले चाहिँ आज साग टिपिराखेको चाहिँ तपाईँहरूले देखिरहनु भएको छ हो यस्तो धेरै राम्रो साग त्यही मिठो हुन त हजुरहरूको बारीतिर पनि होला होइन तर यहाँको मिठास फाल्टै छ कि ती माथि यति सुन्दरी ब्युटिफुल ग्रहहरूले चाहिँ मेहनत गरेको छ क्या साग किन सबै टिप्यो हो आज सबै त टिप्ने होइन होला नि त गुन्द्रुक लाउने होला होइन ल पिज्जाको लागि रेडी भइसक्यो होइन पार्टीको लागि पार्कमा हामी जान्छौँ मैले पिकअप गरिसकेँ पिज्जालाई 8 केजेस छ है पिज्जा चाहिँ 8 केजेस टु मच छ नि खाइसकिन्छ होला अरू पनि छ खानेकुरो धेरै हो बसी घरमा बसी यो ठाउँ चाहिँ कुन ठाउँ भनेर पनि त्यो पनि म जानकारी गराइहाल्छु हजुरलाई यो ठाउँ चाहिँ हो युएसको पेन्सिल्भेनिया र म बसेको ठाउँको नाम चाहिँ स्क्र्यान्टन भनेर भन्छ है त त्यस्तो छ पानी हेर्नु कस्तो मजाले झरिरहेको छ पानी हेर्नु न यो जुन पनि मैले यो ठाउँ छ यसमा चाहिँ मैले एउटा भिडियो गर्नु खोजेको थिएँ पहिला सुरुमा त्यो भिडियो चाहिँ अनसक्सेस भइदियो होइन खास किन त्यसरी भयो भन्दाखेरि चाहिँ जुन पनि त्यो क्यामेराम्यानले चाहिँ अलिक गडबडी गरिदियो क्या त्यो बहिनी सायद मसँग रिसाइ पनि राखेको होला उसको नाम चाहिँ हो नाम पनि बिर्सेँ नाम चाहिँ के थियो सुजु गुरुङ सुजिता समथिङ सुजु गुरुङ त्यो हाम्रो यहाँ रिमेम्बर पहिला सुरुमा चाहिँ हामीले यहाँ भिडियो गरेको थियौँ हामीले म्युजिक भिडियो गरेको थियौँ तर उसँग मेरो म्युजिक भिडियो सक्सेस नभए पनि अरूसँग चाहिँ मैले गरेको म्युजिक भिडियो छ युट्युबमा गएर हेर्न सक्नुहुन्छ बाले गुरुङ टाइप गरेर है त अब आज मैले तपाईँलाई देखाएको छु यो ठाउँको दृश्यहरू हेर्नुहोस् यहाँ पर हुनुहुन्छ मेरो बुवा त्यहाँ पर्क पोल्दैछ भने यहाँ चाहिँ कुखुराको मासु पोलिरहेको छौँ हामीले अनि यो कुखुराको मासु पोल्ने जिम्मा चाहिँ मैले र उहाँले लिएको थियो होइन लगभग हामी सिधाइसक्यौँ सुँगुरको मासु पोल्नेहरू चाहिँ पर्कको मासु पोल्ने चाहिँ अझै कति टाइम लाग्छ थाहा छैन मलाई हाम्रो पिकनिकको मेन अर्गनाइजर हो यो पिकनिक अर्गनाइजको चाहिँ म्यानेजर हो पिज्जा पनि छ हामीसित पिज्जा छ हामीसित यता के म्यानेजर खानेकुरा देखाउँदैछु म कसले बनाएको
बनाउनु चाहिँ बनाएको तर किनेर चाहिँ बजारबाट ल्याएको होइन स्टोरबाट दामी छ जस साधारण छ जस त्यस्तो त्यसको नाना थरी ल्याइएको छैन खानेकुरोहरू मात्रै छ हामीसित हो यसरी पाक्दैछ यो खानेकुरोहरू चाहिँ यस्तै छ आजको पिकनिकको रमझम पिकनिकको रमझम यस्तै चलिरहेछ अब अझै छ 3 घन्टा जति टाइम होइन अनि 3 घन्टा टाइमभित्रमा आज के हुन्छ अब होइन हेर्दै जाउँ खाँदै जाउँ होइन त्यो चाहिँ सब भिडियोमै आउनेछ जस हेर्नु न पार्क अगाडि कस्तो राम्रो छ म तपाईँलाई देखाउँछु ल यस्तो राम्रो पार्क हेर्नु न भिडियोमा चाहिँ कस्तो देखिरहेछ मलाई थाहा छैन कि तर मैले चाहिँ यस्तो राम्रो देखिरहेको छु नि राम्रो चाहिँ त्यहाँ छन् फेरि हाम्रो पिकनिक गरेकोदेखि ठ्याक्कै अगाडि चाहिँ सानो खोल्सा छ पानी छ यहाँनिर त्यहाँ पानी छ खेलिरहेछ नानीहरू म त्यहाँ चाहिँ गइनँ हो यत्रो तल झर्नुपर्छ नि त यहाँबाट तल झरेर अनि जानुपर्छ जाउ लाग्यो गइनँ म तर पानी चाहिँ त्यहाँ छ है त मेरो बुवा र मम्मी पनि आउँदै हुनुहुन्छ ऊ पर बुवा यतापट्टि मम्मी ल फिसिङको लागि रेडी हुँदैछ फेरि सब हाम्रो फ्यामिलीहरू चाहिँ अहिले चाहिँ भेला भइसकेको अवस्था छ है पाहुनाहरू पनि छन् कोही ल है पाक्दैछ नि हाम्रो होइन मजाले पाक्यो यहाँ चाहिँ राईको साग पाक्दैछ अर्ग्यानिक घरबाटै टिपेको साग अर्ग्यानिक हिजो मैले भिडियो पनि गरेको छु यसको होइन त्यही साग चाहिँ यहाँ पाक्दैछ है त्यस्तो हुँदैछ यहाँनिर त्यस्तो त्यस्तो हुँदैछ ठ्याक्कै निमतलाको सालिले याद आयो कि त्यो गाईहरू चराएको बाख्राहरू चराएको भेडा चराएको अलिअलि याद आयो आमालाई मेरो आमा नि हो कस्तो राम्री हुनुहुन्छ अहिलेसम्म राम्री नै हुनुहुन्छ है स्टिल सेती हुनुहुन्छ बुवा पर हौ पर केटीकेटीसँग होइन नानीहरू ल्याएको छ नि त अँ त्यही अँ होइन त्यो मऱ्यो अरे एउटा माछा कि त्यो मरेको माछालाई ती फाल्नु कि बोकेर ल्याउनु भनेर भन्दैछ होइन अनि मैले ती छोडिदिनु भनेर भनेको छोडिदिनु त्यो माछाले माछा खान्छ नि त छोडिदिएँ भनेको मैले अहिले त त्यो गरिदिनु हिँड्नु नि कस्तो छ पानी बगिरहेछ अँ कहिले कहिले यसरी हिँड्नुपर्छ नि आमा घर छोडेर कहिले कहिले चाहिँ हिँड्नुपर्छ यसरी जहिले होइन अर्कै खालको अनुभवहरू हुन्छ होइन छुट्टै महसुस हुन्छ त्यस्तो हुन्छ यो जङ्गलदेखि उतापट्टि चाहिँ एउटा खोला छ खोला भन्नाले यहाँ चाहिँ एउटा सानो खोला छ त्यहाँदेखि उतापट्टि चाहिँ पोखरी छ त्यहाँ पोखरी चाहिँ बल्छी खेल्ने मान्छे ठन्डा छ
ल आज हामी 2026 को महिना 6 जुनमा छौँ हामी आज यता सबै अहिले चाहिँ खाना खानु लागि स्टार्ट उनीहरूको झमझम खाइरहनु भएको छ हो मैले अघिदेखि पनि मैले भिडियो गरिरहेको छु उसको चाहिँ केस झरेको होला सायद अनि भिडियो नगर्नु भनिरहेको छ अनि ल यस्तो छ खानेकुराहरू चाहिँ परिकार हेरिहाल्नु भयो होला है यस्तो यस्तो परिकार घरमा बसेर पनि बनाएर खान सक्नुहुन्छ तपाईँहरूले है दामी छ ल आजको पिकनिक कस्तो छ एकैतालमा भन्नु पर्यो दामी छ ओके छ कस्तो छ कस्तो छ ल फिसिङ म्यानहरू आइसक्यो दामी छ नि होइन दामी छ ल पसिनै पसिना भएछ त ल यस्तै छ है आजको चाहिँ यस्तै छ है पिकनिक दामी छ मिठो छ नि होइन घरमा खाएको र बाहिर खाएको बल्ल खाएको धेरै टेस्ट फाल्टै हुन्छ किनभने यो लोकलको मासु हो अनि सुँगुरको पोलेको मासु अनि अचार साग एभ्रिथिङ छ क्या दामी छ त्यस आज मजा हुने हो मैले चाहिँ खानु बाँकी छ है अनुहार नभएको बहिनी हो मेरो यो बर्थडेमा सुटुक्क आएर उनले मात्रै खाइरहेको छ हामीले दिएको छैन त्यस्तो छ है अवस्था अलि मासु हाल लोकल हो एकदम प्योर लोकल साग छ त्यो सुँगुर मासु नि हाल न सुँगुर मासु काटेको छ अरे कस्तो चाहिँ खाना चाहिँ भन्नु नि त गुड छ ल ठिक छ अनि त्यो चाहिँ हो नि लोकल हो नि मेरो आमा चाहिँ चुपचापसँग बसिरहनु भएको छ यी छिमेकीमा फेरि बर्थडे भएछ उनीहरूको पनि पिकनिक मनाएको कि बर्थडे गरेर थाहा भएन नमस्ते फेरि पनि वेलकम छ मेरो युट्युब च्यानल बाले गुरुङमा है त आज चाहिँ हामी यो पार्कमा छौँ छुट्टी मनाउन लागि पार्कमा छौँ आज होइन रमाइलो गर्दैछौँ अब हेरौँ कस्तो खालको रमाइलो हुन्छ है त ब्युटिफुल ग्रोहरूले चाहिँ आज साग टिपिराखेको चाहिँ तपाईँहरूले देखिरहनु भएको छ हो यस्तो धेरै राम्रो साग मिठो हुन त हजुरहरूको बारीतिर पनि होला होइन
तर यहाँको मिठास फाल्टै छ कि ती माथि यति सुन्दरी सुन्दरी ब्युटिफुल ग्रहहरूले चाहिँ मेहनत गरेको छ क्या। साग किन सबै टिप्यो हो आज? सबै त टिप्ने होइन होला नि त। गुन्द्रुक लाउने होला होइन? ल पिज्जाको लागि रेडी भइसक्यो होइन। पार्टीको लागि पार्कमा हामी जान्छौँ। मैले पिकअप गरिसकेँ पिज्जालाई। 8 केजिस छ है पिज्जा चाहिँ, 8 केजिस टु मच छ नि। खाइसकिन्छ होला, अरू पनि छ खानेकुरो धेरै हो। बसी घरमा बसी बसी यो ठाउँ चाहिँ कुन ठाउँ भनेर पनि त्यो पनि म जानकारी गराइहाल्छु हजुरलाई। यो ठाउँ चाहिँ हो युएसको पेन्सिल्भेनिया र म बसेको ठाउँको नाम चाहिँ स्क्र्यान्टन भनेर भन्छ है त। त्यस्तो छ। पानी हेर्नु कस्तो मजाले झरिरहेको छ पानी, हेर्नु न। यो जुन पनि मैले यो ठाउँ छ, यसमा चाहिँ मैले एउटा भिडियो गर्नु खोजेको थिएँ पहिला सुरुमा। त्यो भिडियो चाहिँ अनसक्सेस भइदियो होइन। खास किन त्यस्तो भयो भन्दाखेरि चाहिँ जुन पनि त्यो क्यामेराम्यानले चाहिँ अलिक गडबडी गरिदियो क्या। त्यो बहिनी सायद मसँग रिसाइ पनि राखेको होला। उसको नाम चाहिँ हो, नाम पनि बिर्सेँ, नाम चाहिँ के थियो, सुजु गुरुङ, सुजिता समथिङ सुजु गुरुङ। त्यो हाम्रो यहाँ रिमेम्बर पहिला सुरुमा चाहिँ हामीले यहाँ भिडियो गरेको थियौँ, हामीले म्युजिक भिडियो गरेको थियौँ। तर उसँग मेरो म्युजिक भिडियो सक्सेस नभए पनि अरूसँग चाहिँ मैले गरेको म्युजिक भिडियो छ, युट्युबमा गएर हेर्नु सक्नुहुन्छ, बाले गुरुङ टाइप गरेर है त। अब आज मैले तपाईँलाई देखाएको छु यो ठाउँको दृश्यहरू। हेर्नुहोस् यहाँ पर हुनुहुन्छ मेरो बुवा। त्यहाँ पर्क पोल्दैछ भने यहाँ चाहिँ कुखुराको मासु पोलिरहेको छौँ हामीले। अनि यो कुखुराको मासु पोल्ने जिम्मा चाहिँ मैले र उहाँले लिएको थियो होइन। लगभग हामी सिकाइसक्यौँ। सुँगुरको मासु पोल्नेहरू चाहिँ, पर्कको मासु पोल्ने चाहिँ अझै कति टाइम लाग्छ थाहा छैन मलाई। हाम्रो पिकनिकको मेन अर्गनाइजर हो यो, पिकनिक अर्गनाइजको चाहिँ म्यानेजर हो। पिज्जा पनि छ हामीसित, पिज्जा छ हामीसित। यता के म्यानेजर खानेकुरा देखाउँदैछु म। कसले बनाएको? बनाउनु चाहिँ बनाएको, तर किनेर चाहिँ बजारबाट ल्याएको होइन, स्टोरबाट। दामी छ जस। साधारण छ जस, त्यसको नाना थरी ल्याइएको छैन। खानेकुराहरू मात्रै छ हामीसित हो। यसरी पाक्दैछ यो खानेकुराहरू चाहिँ। यस्तै छ आजको पिकनिकको रमझम। यस्तै चलिरहेछ। अब अझै छ 3 घन्टा जति टाइम होइन। अनि 3 घन्टा टाइमभित्रमा आज के हुन्छ अब होइन, हेर्दै जाउँ, खाँदै जाउँ होइन। त्यो चाहिँ सब भिडियोमै आउनेछ। जस हेर्नु न पार्क अगाडि कस्तो राम्रो छ। म तपाईँलाई देखाउँछु ल। यस्तो राम्रो पार्क हेर्नु न। भिडियोमा चाहिँ कस्तो देखिरहेछ मलाई थाहा छैन कि, तर मैले चाहिँ यस्तो राम्रो देखिरहेको छु नि। राम्रो चाहिँ त्यहाँ छन् फेरि हाम्रो पिकनिक गरेको देखि ठ्याक्कै अगाडि चाहिँ सानो खोल्सा छ।
पानी छ यहाँनिर त्यहाँ पानी छ खेलिरहेछ नानीहरू म त्यहाँ चाहिँ गइनँ हो यत्रो तल झर्नुपर्छ नि त यहाँबाट तल झरेर अनि जानुपर्छ जाउ लाग्यो गइनँ म तर पानी चाहिँ त्यहाँ छ है त मेरो बुवा र मम्मी पनि आउँदै हुनुहुन्छ ऊ पर बुवा यतापट्टि मम्मी ल फिसिङको लागि रेडी हुँदैछ फेरि सब हाम्रो फ्यामिलीहरू चाहिँ अहिले चाहिँ भेला भइसकेको अवस्था छ है पाहुनाहरू भन्छन् कोही ल है पाक्दैछ नि हाम्रो होइन मजाले पाक्यो यहाँ चाहिँ रायोको साग पाक्दैछ अर्ग्यानिक घरबाटै टिपेको साग अर्ग्यानिक हिजो मैले भिडियो पनि गरेको छु यसको होइन त्यही साग चाहिँ यहाँ पाक्दैछ है त्यस्तो हुँदैछ यहाँनिर त्यस्तो त्यस्तो हुँदैछ ठ्याक्कै निमतलाको सालिले याद आयो कि त्यो गाईहरू चराको बाख्राहरू चराको भेडा चराको अलिअलि याद आयो आमालाई मेरो आमा नि हो कस्तो राम्री हुनुहुन्छ अहिलेसम्म राम्री नै हुनुहुन्छ है स्टिल सेती हुनुहुन्छ बुवा पर हौ पर केटीकेटीसँग होइन नानीहरू ल्याएको छ नि त अँ त्यही अँ होइन त्यो मऱ्यो अरे एउटा माछा कि त्यो मरेको माछालाई ती फाल्नु कि बोकेर ल्याउनु भनेर भन्दैछ होइन अनि मैले ती छोडिदिनु भनेर भनेको छोडिदिनु त्यो माछाले माछा खान्छ नि त छोडिदिएँ भनेको मैले अहिले त त्यो गरिदिनु हिँड्नु नि कस्तो छ पानी बगिरहेछ अँ कहिले कहिले यसरी हिँड्नुपर्छ नि आमा घर छोडेर कहिले कहिले चाहिँ हिँड्नुपर्छ यसरी जहिले होइन अर्कै खालको अनुभवहरू हुन्छ होइन छुट्टै महसुस हुन्छ त्यस्तो हुन्छ यो जङ्गलको उतापट्टि चाहिँ एउटा खोला छ खोला भन्नाले यहाँ चाहिँ एउटा सानो खोला छ त्यहाँदेखि उतापट्टि चाहिँ पोखरी छ त्यहाँ पोखरी चाहिँ बल्छी खेल्ने मान्छे ठन्डा छ त्यसो छ ल आज हामी 2026 को महिना 6 जुनमा छौँ हामी आज यता सबै अहिले चाहिँ खाना खानु लागि स्टार्ट उनीहरूको झमझम खाइरहनु भएको छ हो मैले अघिदेखि पनि मैले भिडियो गरिरहेको छु उसको चाहिँ केस झरेको होला सायद अनि भिडियो नगर्नु भनिरहेको छ अनि ल यस्तो छ खानेकुराहरू चाहिँ परिकार हेरिहाल्नु भयो होला है यस्तो यस्तो परिकार घरमा बसेर पनि बनाएर खान सक्नुहुन्छ तपाईँहरूले है दामी छ ल आजको पिकनिक कस्तो छ एकै तालमा भन्नु पर्यो दामी छ ओके छ कस्तो छ कस्तो छ ल
फिसिङम्यानहरू आइसक्यो दामी छ नि होइन दामी छ ल पसिनै पसिना भएछ त ल यस्तै छ है आजको चाहिँ यस्तै छ है पिकनिक दामी छ मिठो छ नि होइन घरमा खाएको र बाहिर खाएको वनमा खाएको धेरै टेस्ट फाल्टै हुन्छ किनभने यो लोकलको मासु हो अनि सुँगुरको पोलेको मासु अनि अचार साग एभ्रिथिङ छ क्या दामी छ त्यस अझ मजा हुने हो मैले चाहिँ खानु बाँकी छ है अनुहार नभएको बहिनी हो मेरो यो बर्थडे मासु टुक्क आएर उनले मात्रै खाइरहेको छ हामीले दिएको छैन त्यस्तो छ है अवस्था अलि मासु हाल लोकल हो एकदम प्योर लोकल साग छ त्यो सुँगुर मासु नि हाल न सुँगुर मासु काटेको छ अरे कस्तो चाहिँ खाना छ भन्नु नि त गुड छ ल ठिक छ अनि त्यो चाहिँ हो नि लोकल हो नि मेरो आमा चाहिँ चुपचापसँग बसिरहनु भएको छ यहीँ छिमेकीमा फेरि बर्थडे भएछ उनीहरूको पनि पिकनिक मनाएको कि बर्थडे गरेर थाहा भएन नमस्ते फेरि पनि वेलकम छ मेरो युट्युब च्यानल बाले गुरुङमा है त आज चाहिँ हामी यो पार्कमा छौँ छुट्टी मनाउन लागि पार्कमा छौँ आज होइन रमाइलो गर्दैछौँ अब हेरौँ कस्तो खालको रमाइलो हुन्छ है त ब्युटिफुल ग्रोहरूले चाहिँ आज साग टिपिराखेको चाहिँ तपाईँहरूले देखिरहनु भएको छ हो यस्तो धेरै राम्रो साग यति मिठो हुन त हजुरहरूको बारीतिर पनि होला होइन तर यहाँको मिठास फाल्टै छ कि ती माथि यति सुन्दरी ब्युटिफुल ग्रहहरूले चाहिँ मेहनत गरेको छ क्या साग किन सबै टिप्यो हो आज सबै त टिप्ने होइन होला नि त गुन्द्रुक लाउने होला होइन ल पिज्जाको लागि रेडी भइसक्यो होइन पार्टीको लागि पार्कमा हामी जान्छौँ मैले पिकअप गरिसकेँ पिज्जालाई 8 केजिस छ है पिज्जा चाहिँ 8 केजिस टु मच छ नि खाइसकिन्छ होला अरू पनि छ खानेकुरो धेरै हो त्यहाँ पर्क पोल्दैछ भने यहाँ चाहिँ कुखुराको मासु पोलिरहेको छौँ हामीले अनि यो कुखुराको मासु पोल्ने जिम्मा चाहिँ मैले र उहाँले लिएको थियो होइन लगभग हामी सिधाइ सक्यौँ सुँगुरको मासु पोल्नेहरू चाहिँ
पर्कको मासु पर्ने चाहिँ अझै कति टाइम लाग्छ थाहा छैन मलाई। मेरो बुवा र मम्मी पनि आउँदै हुनुहुन्छ ऊ पर बुवा यतापट्टि मम्मी। बसी घरमा बसी बसी यो ठाउँ चाहिँ कुन ठाउँ भनेर पनि त्यो पनि म जानकारी गराइहाल्छु हजुरलाई। यो ठाउँ चाहिँ हो युएसको पेन्सिल्भेनिया र म बसेको ठाउँको नाम चाहिँ स्क्र्यान्टन भनेर भन्छ है त। त्यस्तो छ। पानी हेर्नु कस्तो मजाले झरिरहेको छ पानी हेर्नु न। यो जुन पनि मैले यो ठाउँ छ यसमा चाहिँ मैले एउटा भिडियो गर्नु खोजेको थिएँ पहिला सुरुमा। त्यो भिडियो चाहिँ अनसक्सेस भइदियो होइन। खासै किन त्यसरी भयो भन्दाखेरि चाहिँ जुन पनि त्यो क्यामेराम्यानले चाहिँ अलिक गडबडी गरिदियो क्या। त्यो बहिनी सायद मसँग रिसाइ पनि राखेको होला। उसको नाम चाहिँ हो, नाम पनि बिर्सेँ, नाम चाहिँ के थियो, सुजु गुरुङ। सुजिता समथिङ सुजु गुरुङ। त्यो हाम्रो यहाँ रिमेम्बर पहिला सुरुमा चाहिँ हामीले यहाँ भिडियो गरेको थियौँ, हामीले म्युजिक भिडियो गरेको थियौँ। तर उसँग मेरो म्युजिक भिडियो सक्सेस नभए पनि अरूसँग चाहिँ मैले गरेको म्युजिक भिडियो छ, युट्युबमा गएर हेर्नु सक्नुहुन्छ भाले गुरुङ टाइप गरेर है त। अब आज मैले तपाईँलाई देखाइरहेको छु यो ठाउँको दृश्यहरू। हेर्नुहोस् ऊ यहाँ पर हुनुहुन्छ मेरो बुवा। ठ्याक्कै निमतलाको सालले याद आयो कि त्यो गाईहरू चराएको, बाख्राहरू चराएको, भेडा चराएको अलिअलि याद आयो आमालाई। मेरो आमा नि हो कस्तो राम्री हुनुहुन्छ, अहिलेसम्म राम्री नै हुनुहुन्छ है, स्टिल सेती हुनुहुन्छ। बुवा पर केटीकेटीसँग होइन नानीहरू ल्याएको छ नि त। त्यही होइन त्यो मऱ्यो अरे एउटा माछा कि, त्यो मरेको माछालाई ती फाल्नु कि बोकेर ल्याउनु भनेर भन्दैछ होइन। अनि मैले ती छोडिदिनु भनेर भनेको। छोडिदिनु, त्यो माछाले माछा खान्छ नि त, छोडिदिएँ भनेको मैले। अहिले त त्यो गरिदिनु हिँड्नु नि कस्तो छ, पानी बगिरहेछ। कहिले यसरी हिँड्नुपर्छ नि आमा, घर छोडेर कहिले चाहिँ हिँड्नुपर्छ यसरी, जहिले होइन। अर्कै खालको अनुभवहरू हुन्छ होइन, छुट्टै महसुस हुन्छ, त्यस्तो हुन्छ। यो जङ्गलदेखि उतापट्टि चाहिँ एउटा खोला छ। खोला भन्नाले यहाँ चाहिँ एउटा सानो खोला छ, त्यहाँदेखि उतापट्टि चाहिँ पोखरी छ। त्यहाँ पोखरी चाहिँ बल्छी खेल्ने मान्छे ठन्नै छ, त्यसो छ। यहाँ चाहिँ रायोको साग पाक्दैछ, अर्ग्यानिक, घरबाटै टिपेको साग, अर्ग्यानिक। हिजो मैले भिडियो पनि गरेको छु यसको होइन। त्यही साग चाहिँ यहाँ पाक्दैछ है। त्यस्तो हुँदैछ यहाँनिर, त्यस्तो हुँदैछ। ल यस्तै छ जिन्दगी आजको, हो जिन्दगी चलिरहेछ र जिन्दगी चलाएर पनि रहनुपर्छ। तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ? म चाहिँ आज है पार्कमा छु, हो पार्कमा छु, रमाइलो गरिरहेको छु, इन्जोय गरिरहेको छु, त्यस्तो छ। पाक्दैछ नि हाम्रो होइन, मजाले पाक्यो। साधारण छ जे होस्, त्यसको नाना थरी ल्याइएको छैन। खानेकुरोहरू मात्रै छ हामीसित, हो यसरी पाक्दैछ यो खानेकुरोहरू चाहिँ।
हाम्रो पिकनिकको मेन अर्गनाइजर हो यो पिकनिक अर्गनाइजको चाहिँ म्यानेजर हो पिज्जा पनि छ हामीसित पिज्जा छ हामीसित यता म्यानेजर खानेकुरा देखाउँदैछु म यस्तो राम्रो पार्क हेर्नु न भिडियोमा चाहिँ कस्तो देखिरहेछ मलाई थाहा छैन कि तर मैले चाहिँ यस्तो राम्रो देखिरहेको छु नि राम्रो चाहिँ त्यहाँ छन् फेरि कसले बनाएको बनाउनु चाहिँ बनाएको तर किनेर चाहिँ बजारबाट ल्याएको होइन स्टोरबाट दामी छ जस हाम्रो पिकनिक गरेकोदेखि ठ्याक्कै अगाडि चाहिँ सानो खोल्सा छ पानी छ यहाँनिर त्यहाँ पानी छ खेलिरहेछ नानीहरू म त्यहाँ चाहिँ गइनँ हो यत्रो तल झर्नुपर्छ नि त यहाँबाट तल झरेर अनि जानुपर्छ जाउ लाग्यो गइनँ म तर पानी चाहिँ त्यहाँ छ है त ल फिसिङको लागि रेडी हुँदैछ फेरि सब हाम्रो फ्यामिलीहरू चाहिँ अहिले चाहिँ भेला भइसकेको अवस्था छ है पाहुनाहरू भन्छन् कोही ल है दामी छ नि होइन दामी छ ल पसिनै पसिना भएछ त ल यस्तै छ है आजको चाहिँ यस्तै छ है पिकनिक दामी छ मिठो छ नि होइन घरमा खाएको र बाहिर खाएको वनमा खाएको धेरै टेस्ट फाल्टै हुन्छ किनभने यो लोकलको मासु हो अनि सुँगुरको पोलेको मासु अनि अचार साग एभ्रिथिङ छ क्या दामी छ जस आज मजा हुने हो मैले चाहिँ खानु बाँकी छ है ल आज हामी 2026 को महिना 6 जुनमा छौँ हामी आज यता सबै अहिले चाहिँ खाना खानु लागि स्टार्ट उनीहरूको झमझम खाइरहनु भएको छ हो मैले अघिदेखि पनि मैले भिडियो गरिरहेको छु उसको चाहिँ केस झरेको होला सायद अनि भिडियो नगर्नु भनिरहेको छ अनि ल यस्तो छ खानेकुराहरू चाहिँ परिकार हेरिहाल्नु भयो होला है यस्तो यस्तो परिकार घरमा बसेर पनि बनाएर खान सक्नुहुन्छ तपाईँहरूले है दामी छ ल आजको पिकनिक कस्तो छ एकै तालमा भन्नु पर्यो दामी छ ओके छ कस्तो छ ल फिसिङ म्यानहरू आइसक्यो अनर नभएको बहिनी हो मेरो यो बर्थडेमा सुटुक्क आएर उनले मात्रै खाइरहेको छ हामीले दिएको छैन त्यस्तो छ है अवस्था आज कस्तो चाहिँ खाना चाहिँ भन्नु नि त गुड छ ल ठिक छ अनि त्यो चाहिँ हो नि लोकल हो नि
मेरो आमा चाहिँ चुपचापसँग बसिरहनु भएको छ। यी छिमेकीमा फेरि बर्थडे भएछ उनीहरूको पनि, पिकनिक मनाएको हो कि बर्थडे गरेर थाहा भएन।